नमस्ते। के एउटा सानो अनलाइन जोकले सिङ्गो देशको राजनीति हल्लाउन सक्छ? पक्कै पनि सुन्दा पत्यार लाग्दैन। तर आजको यो विशेष प्रस्तुतिमा हामी भारतमा हालै देखिएको जेन जी युवाहरूको एउटा यस्तै विशाल डिजिटल विद्रोहको चर्चा गर्दैछौं, जसलाई कक्रोच जनता पार्टी अर्थात् सीजेपीको नाम दिएको छ। हेर्दा यो एउटा इन्टरनेट ट्रेन्ड जस्तो मात्रै लाग्न सक्छ, तर खासमा यो आधुनिक विद्रोहको एकदमै नयाँ र गम्भीर स्वरूप हो। ल अब यो कसरी सुरु भयो र यसको भित्री कथा के हो विस्तृत रूपमा बुझौँ है त। 2 करोड सुन्दा अचम्म लाग्छ नि, हैन? एउटा पूर्ण रूपमा सटायर अर्थात् व्यङ्ग्यको रूपमा सुरु भएको राजनैतिक पार्टीले इन्स्टाग्राममा मात्रै केही दिनभित्र 2 करोडभन्दा बढी फलोअर्स कमाउन सफल भयो। भारतका दशकौं पुराना र सबैभन्दा ठूला राजनैतिक दलहरूलाई समेत यसले एकाएक पछि पारिदियो। यो संख्या यति छिटो कसरी बढ्यो भन्ने कुरा आफैमा एउटा ठूलो रहस्य हो। आज हामी यही रहस्यको पर्दाफास गर्नेछौं। हामी कक्रोचहरूको उदय, अदालतको त्यो विवादास्पद टिप्पणी, एआईको प्रयोग गरेर कसरी रातारात पार्टी बन्यो, ठूला दलहरूलाई कसरी उछिनियो, उनीहरूको कडा घोषणापत्र र प्रतिबन्ध, अनि अन्तमा यो आक्रोश सडकमा आउला कि नआउला भन्ने विषयमा कुरा गर्नेछौं। ल आउनुहोस्, सबैभन्दा पहिले यो कक्रोचहरूको उदय र डिजिटल विद्रोह कसरी सुरु भयो त्यहाँबाटै अघि बढौं। एकचोटि कल्पना गर्नुहोस् त, एक हप्ता पनि नबित्दै इन्स्टाग्राममा 2 करोड फलोअर्स र 4 लाख आधिकारिक अनलाइन सदस्यता। अझ रमाइलो कुरा के छ भने नि, यसको सदस्य बन्न शारीरिक रूपमा एकदमै अल्छी हुनुपर्ने, तर दिनको कम्तीमा 11 घण्टा अनलाइन बस्ने हुनुपर्छ रे। हेर्दा मजाक जस्तो लागे पनि यसले युवाहरूको इन्टरनेटप्रतिको लगावलाई एउटा अचूक हतियार बनाएको छ। तर यो सबैको सुरुवात चाहिँ कहाँबाट भयो त? यसको पछाडि भारतको सर्वोच्च अदालतको एउटा सानो तर निकै विवादित टिप्पणी जोडिएको छ। खासमा मे 15 तारिखको कुरा हो। नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी एउटा मुद्दाको सुनुवाई भइरहेको थियो। त्यही क्रममा भारतका प्रधान न्यायाधीश सूर्यकान्तले बेरोजगार युवाहरूलाई लक्षित गर्दै भने, सांग्ला अर्थात् कक्रोच जस्ता युवाहरू छन् जसले कुनै पेशामा ठाउँ पाउँदैनन्, तिनीहरूमध्ये कोही सामाजिक सञ्जाल इन्फ्लुएन्सर बन्छन् र सिस्टमलाई आक्रमण गर्छन्। अब विचार गर्नुहोस् त, देशको न्यायपालिकाको सबैभन्दा ठूलो पदबाट सांग्ला र परजीवी जस्ता शब्द सुन्नुपर्दा युवाहरूको आत्मसम्मानमा कति गहिरो चोट पुग्यो होला। यही एउटा भनाइले आगोमा घिउ थप्ने काम गर्यो। तर हेर्नुहोस्, यो आक्रोश एउटा शब्दले मात्रै पक्कै आएको होइन है। यो त वर्षौंदेखि जम्मा भएको फ्रस्ट्रेसनको विस्फोट हो। भारतमा अहिले युवा बेरोजगारी दर 29% पुगेको छ। करिब 8 करोड ग्रेजुएटहरू रोजगारीको खोजीमा भौँतारिरहेका छन्। त्यसमाथि नीट जस्तो महत्त्वपूर्ण परीक्षाको पेपर लिक हुँदा 22 लाखभन्दा बढी विद्यार्थीहरूको भविष्य बर्बाद भयो, कैयौंले त ज्यान समेत गुमाए। हो, यही प्रणालीगत विफलता नै यो विद्रोहको असली कारण हो। अब यो आक्रोशलाई कसले र कसरी यति छिटो एउटा मुभमेन्टको आकार दियो त? यसको पछाडि एउटा युवा र आर्टिफिशियल इन्टेलिजेन्सको ठूलो हात छ। भेट्नुहोस् अभिजित दीप्केलाई। बोस्टन युनिभर्सिटीबाट पब्लिक रिलेसनमा ग्रेजुएट, यी 30 वर्षीय युवासँग पोलिटिकल क्याम्पेनको राम्रै अनुभव छ। उनी पहिले आम आदमी पार्टीको सोशल मिडिया स्वयंसेवक थिए। उनको यही ब्याकग्राउन्ड र डिजिटल नलेजले गर्दा उनले युवाहरूको असन्तुष्टिलाई एउटा प्लेटफर्ममा ल्याउन सके। घटनाक्रम कति फास्ट अघि बढ्यो यो टाइमलाइन हेर्दा तपाईँ छक्क पर्नुहुन्छ। मे 15 मा प्रधान न्यायाधीशको कमेन्ट आयो। भोलिपल्ट बिहान 9:26 मा अभिजितले व्यङ्ग्यात्मक रूपमा एउटा ट्विट गरे, यदि सबै सांग्लाहरू एकै ठाउँमा आए भने के होला? अनि लिटरली 2 घण्टाभित्रै 11:48 मा कक्रोच जनता पार्टीको आधिकारिक घोषणा नै भयो। यो स्पिड साँच्चै नै अनबिलिभेबल छ। अब यति छोटो समयमा यो सबै कसरी सम्भव भयो त? सिम्पल, आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआई। अभिजितले 24 घण्टाभित्रै पार्टीको सम्पूर्ण संरचना खडा गरे। घोषणापत्र लेख्न च्याटजीपीटी र क्लॉड युज गरे। वेबसाइट र ग्राफिक्स सबै एआईबाटै बनाए र मेम्बरशिपको लागि तुरन्तै गुगल फर्म खोले। यसले के देखाउँछ भने प्रविधिको सही प्रयोग गर्ने हो भने एउटा व्यक्तिले पनि रातारात कत्रो ठूलो मुभमेन्ट खडा गर्न सक्दो रहेछ। अब लागौं यसको सबैभन्दा रोचक पाटोतिर। कसरी यो नयाँ पार्टीले भारतका सबैभन्दा ठूला र स्थापित पार्टीहरूलाई पनि पछि पारिदियो त? यो चार्ट हेर्नुहोस् त।
एकातिर दशकौं लामा इतिहास भएका भारतका ठूला दलहरू इन्डियन नेशनल कङ्ग्रेसको 1,34,00,000 र सत्तारूढ बीजेपीको 87,00,000 फलोअर्स। तर भर्खरै खुलेको यो कक्रोच पार्टीले 2 करोड फलोअर्स सहित यी दुवैलाई नराम्ररी उछिनेको छ। एउटा सटायर पार्टीले यति छिटो यति धेरै डिजिटल सपोर्ट पाउनु कुनै सामान्य कुरा होइन है। र यो केवल केही अज्ञात वा फ्रस्ट्रेटेड युवाहरूको मात्र भिड होइन नि फेरि। 1983 को विश्वकप विजेता कीर्ति आजाद, नेत्री महुआ मोइत्रा र हटमेलका को-फाउन्डर सबीर भाटिया जस्ता ठूला हस्तीहरूले पनि यसलाई सपोर्ट गरेका छन्। ध्रुवा राठी जस्ता पपुलर युट्युबरहरूले यसलाई झनै भाइरल बनाइरहेका छन्। यति धेरै समर्थन पाएको यो पार्टीले साँच्चै चाहन्छ चाहिँ के त? आउनुहोस् उनीहरूको घोषणापत्र र सरकारले गरेको प्रतिबन्धको कुरा गरौं। यो हो उनीहरूको 5 बुँदे घोषणापत्र। सुन्दा व्यङ्ग्य जस्तो लागे पनि यिनीहरूले भारतको सिस्टमको गम्भीर कमजोरीलाई सिधै हिट गरेका छन्। जस्तै अवकाश प्राप्त न्यायाधीशहरूलाई राजनीतिक नियुक्ति दिन नपाइने, भोट गायब भए निर्वाचन अधिकारीलाई पक्रिने, संसदमा महिलालाई 50% भन्दा बढी आरक्षण, ठूला कर्पोरेट मिडियाको लाइसेन्स खारेज गर्ने र दल बदल्ने नेताहरूलाई सिधै 20 वर्ष प्रतिबन्ध लगाउने। यी मागहरूले युवाहरूको वास्तविक चेतनालाई झल्काउँछन्। अब यत्रो लहर आएपछि सरकार चुप बस्ने कुरा भएन। यहाँ 2 विपरीत दावीहरू छन्। सरकारले यसलाई अमेरिकाबाट सञ्चालित विपक्षीको षड्यन्त्र भनेर एक्स अकाउन्टमा प्रतिबन्ध लगाएको छ। तर सीजेपीको डाटाले भन्छ उनीहरूका 94% फलोवर्स भारतकै हुन् र यो विशुद्ध जेनजीको फ्रस्ट्रेसनबाट निस्किएको शान्तिपूर्ण मुभमेन्ट हो। हामी यहाँ कसैको पक्ष लिइरहेका छैनौं, तर यो स्थिति कसरी 2 ध्रुवमा बाँडिएको छ भन्ने कुरा यी स्रोतहरूबाट प्रष्ट हुन्छ। त्यसो भए यो सबलाई अब कसरी हेर्ने त? के यो केवल एउटा डिजिटल मजाक हो कि भोलिको सडक विद्रोहको सङ्केत? संस्थापक अभिजित दिप्के आफै भन्छन्, तपाईहरू इतिहास रच्दै हुनुहुन्छ। तपाईहरूले उनीहरूलाई घुँडा टेक्न बाध्य पार्नुभयो, त्यो पनि मात्र 4 दिनमा। यो भनाइले नै स्पष्ट पार्छ कि सुरुमा एउटा सानो जोकको रूपमा आएको यो अभियान अब एउटा गम्भीर राजनैतिक शक्ति बनिसकेको छ। र अन्त्यमा एउटा गम्भीर प्रश्न, के सरकारको ब्यान र क्र्याकडाउनले यो जेनजीको आक्रोशलाई इन्टरनेटमै दबाइदेला? वा जसरी हालै नेपाल र बङ्गलादेशका युवाहरू सडकमा उत्रिए, के यो विद्रोहले पनि वास्तविक सडक तताउला? यो यस्तो प्रश्न हो जसको जवाफले आउने दिनहरूमा ठूलै उथलपुथल ल्याउन सक्छ। आजको यो विश्लेषणबाट तपाईलाई के लाग्छ? पक्कै सोच्नुहोला।